हेलो आज चाहिँ हाम्रो इरिगेसनको टुर हुँदैछ अब हामी जाँदैछौँ हामी कलेजमा छौँ मैले होइन त कति राम्रो तिमीहरू त बलेका धपक धपक तिनीहरू मेरो पनि झोला यत्रो ठुलो हेर हेर ल मेरो चाहिँ ए हाम्रो एक साइड पऱ्यो ड्राइभरलाई फिल भयो गाडी फिल भयो है तर ज्ञानी मान्छे यार हामी चाहिँ टक्क खाना खानालाई यहाँ रेडी भइरहेछौँ खाना खाँदैछौँ यसले छेकिरहेको थियो है खाना ल उहाँ चाहिँ पानी सर्भ गर्दै हुनुहुन्छ यहाँ आइदिएर यस्तो अवस्थामा हामी अवतार पाइपुगेछौँ गाडी हाम्रो यो ब्लुटुथ चाहिँ अपरेट भाषाको नाममा खमाइदियो चाउचाउ र पानीमा जाने क्रममा दिल बस्यो इभिनिङको सानीमा ल ल ल यहाँ खाना खाँदैछन् ल सबैजना यस्तो छ हाम्रो बेडरुमको अवस्था चाहिँ यता यता छ यता यस्तो छ कलेज आएको बे अनि अर्को यता छ यस्तो छ यता चाहिँ यो कपडा राख्दा भयो अनि यता चाहिँ म छु हेलो इरिगेसनको डे 2मा छौँ आज हामी यस्तो छ यहाँको वेदर अनि त्यसपछि अब हामी चाहिँ यहाँ सर एकलमा देखाउन जान्छौँ यहाँको अवतार होटल पशुपतिमा हामी बसेको होइन होटल पशुपति हामी यसमा बसेको नाइट स्टे यहाँ भयो अब चाहिँ हामी ब्रेकफास्ट लिन्छौँ अनि त्यसपछि हामी बागमती इरिगेसनमा टुरमा जान्छौँ भरताल जान्छौँ आज दिउँसभरिको हाम्रो ब्लग कन्टिन्यू हुन्छ तराईको वेदर बहरे यस्तो छ तराईको वेदर हामी चाहिँ मर्निङमा उठेर यहाँनिर हिँडिरहेछौँ उहाँ म्यामलाई चाहिँ गेस्ट्रिक औषध दिन आएको मिसलाई छैन अनि उहाँ रिसेन्टली मोडमा हुनुहुन्छ चन्द्रडियापुरको हामी ठ्याक्क चोकमा छौँ आज यस्तो छ ठाउँ बाफ्रे कति चिसो हो यहाँको वेदर चाहिँ हामी उहाँलाई ग्यास्ट्रिकको दबाई दिएको छौँ दबाई म तराईमा आएको छु त्यही भएर दबाई भनेको मैले ल ल ल अब खाएर अब फिट एन्ड फाइन हुन्छ ऊ अब ल ल ल ब्रेकफास्ट हियर खलासिने रहेछ हो ल ल ल ल ल
हामी चाहिँ खास इरिगेसनको प्रोजेक्टले यहाँ छौँ बागमती सिँचाइ आयोजना केन्द्रमा। यस्तो दामी छ यो चाहिँ इरिगेसनको लागि हामी आइरहेछौँ। कति दामी छ ठाउँ, कस्तो दामी देखेको है। हेल्प गरेन पछाडि मर्छ तिनीहरू। यस्तो दामी ठाउँ रहेछ, कस्तो राम्रो। हेलो, हामी चाहिँ इरिगेसन टुरमा आइरहेछौँ। खतरा छ यहाँ बागमती इरिगेसन प्रोजेक्टको हामी यहाँ आइपुगेछौँ। यस्तो खतरा खतरा ठाउँ छ। बागमती इरिगेसन यहाँ पनि रह्यो अर्को क्यानल थियो वाटर ब्युटिफुल भ्यू। मैले निकालेँ नि। अब चाहिँ हाम्रो इरिगेसनको प्रोजेक्ट टुर सक्यो। यस्तो छ खतरा भ्यू, यहाँ चाहिँ दामी छ ठाउँ। भरताल आइपुगेका छौँ। यस्तो छ यताको यहाँ नजरा। हामी चाहिँ यहाँ भरताल आइपुगेका छौँ। ठिक्क दामी छ यहाँको भ्यू। भरताल यस्तो छ ठाउँ भरतालको नजरा। स्टप है यहाँ छ ठाउँमा। सुपर प्यासेज एक्युडक्ट बागमतीमा बसेर त्यसो गरे आज हामी बसेको लेखेको हो त्यो फोटो चाहिँ याद छ। हामीले क्रसिङ गराउँछौँ वेन बेड लेभल इज सेम। यस्तो हाम्रो लेभलतिर क्रसिङलाई चाहिँ हामी लेभल क्रसिङ भन्छ है त। हाम्रो यो चाहिँ म्यानुअली हो, अहिले त अहिले म्यानुअली हो। त्यहाँदेखि एकदमै धेरै कुरा हाम्रो ह्यान्ड रिभर ह्यान्ड चाँदी चाँदी होइन चाँदी चाँदी हेटौँडा यहाँबाट यति धेरै। यहाँ चाहिँ यहीलाई के हेर अरे हामी भन्नु कसैले यहाँ माथि म यतापट्टि गर्छु क्या त। यहाँबाट यस्तो नमस्कार सबैजनालाई, म पत्रकार श्लोक श्रेष्ठ। आज हामी यतापट्टि विद्यार्थी आज हामी साइफोन हेर्न आएको छौँ र बागमती इरिगेसन प्रोजेक्टको लागि भनेर आएको। आजको भ्रमण एकदम राम्रो रमाइलो भएको छ। हामी पहिला सुरु बागमती इरिगेसन प्रोजेक्टको ठुलो ड्याम जस्तो हेरेर आयौँ। त्यहाँ 16वटा गेट थियो। 16वटा गेटमा पनि एउटा मेन गेट थियो भने एउटा
हजुर अहिले नबोल्नुहोस् हजुर यहाँ मैले Disturb नगर्नुहोस्। नगर्नुहोस् म यतापट्टि एकछिन म बोल्दैछु ओके ओके देश कता जाँदैछ तपाईँ यहाँ आएर के गर्नु यहाँ हामी एकदम त्यही हाम्रो सरले यता हामीलाई साइफोन देखाउन ल्याउनु भएको छ त्यो साइफोनमा चाहिँ एकदम पानी इन्टरभ्यू देखेको छौँ त्यो भित्रभित्र गएर त्यहाँ हेर्नुहोस् त के त्यो मोबाइल यस्तो घुमाएर हुन्छ ओके हजुर त्यो पानी पारिपट्टि गएर चाहिँ फेरि त्यो कति दिन भयो त्यो नखाएको हातले खाने यता फर्केन